नमस्ते लासो फ्याबुलो र आज मेरो फेसबुक मित्रहरूको लागि मैले फेरि एउटा जबरजस्त भिडियो लिएर आएको छु। हजुरहरूले माया र सपोर्ट गर्नुहोला र यति नै भन्नु होला कि यो मान्छेले यति साह्रो घिनलाग्दो भनेछ कि हाम्रो केटाहरूको लागि, तर त्यस्तो चाहिँ लाइफमा नभन्नु होला है। यसो हेर्दा चाहिँ उयो एउटा गजौटै जस्तै छ, बोका जस्तै छ, अनुहार पनि हेर्नु नि सालेको हो। अन्त यति साह्रो हाम्रो केटाहरूलाई यति साह्रो घिनलाग्दो भन्छ कि हेर्नु होला है। म त्यो मान्छेको चाहिँ यहाँ मेरो फेसबुक ओपन गरिसकेँ, हेर्नु होला स्क्रिनमा है। अनि मैले उसलाई अब यहाँ त आएन उसको है, म उसलाई के गर्नेछु भने गाइस होइन सर्च गर्छु म यहाँ तल किरण खवास अरे हो, हेर्नु होला। ओ यहाँ डाटा अफ रहेछ, डाटा अन गरेँ मैले है। किरण खवास यो मान्छेलाई हेर्न सक्नुहुन्छ, यो मान्छेको अनुहार त देख्नुभएको होला हजुरहरूले हो। यति साह्रो हाम्रो केटाहरूको बारेमा यति साह्रो नराम्रो चाहिँ नभन्नु होला भन्न चाहन्छु, किन भन्दाखेरि होइन यहाँ हेर्नु होला। यति भाइरल हुनु छ भने यति साह्रो राम्रोसँगले हाल न होइन, किन त्यो भ्युज पाउनुको लागि केटाहरूलाई नराम्रो किसिम किसिम भन्नु त भएन नि त होइन गाइस। अनि यहाँ चाहिँ हेर्नु होला, यो मान्छे यही होला हेर्नुहोस् गाइस होइन, स्क्रिनमा हेर्नुहोस् यो मान्छेले यहाँ हेर्नुहोस् है। हेर्नुहोस् गाइस यो प्रकारले बोलेछ यो मान्छेले चाहिँ होइन। यसरी किनभने केटाहरूलाई यसरी हिंसा गर्नु भएन नि त होइन, किनभने बोकाहरू भनेको त सबैलाई भयो नि त, उसले जसलाई भन्नु छ उसलाई भन, तर यो सबैजनालाई बोकाहरू भनेर नाना किसिम लास्टमा बोका चोदा भनेछ के, बोका चोदा भनेको के हो यो भाइलाई थाहा छ? बोल्नु जानेको छ यो साथीलाई, यसो तपाईँहरू विचारमा बोका चोदा भनेको के हो? दुनियाँलाई त गाली दिएर भ्युज पाउनुको लागि यति साह्रो अत्याचारै घिनलाग्दो शब्द चाहिँ यो भाइले गरेछ, हेर्नु होला। मैले अस्ति एकजनाले त्यस्तै प्रकारले गरेँ, मैले राम्रोसँग त्यो भाइलाई उयो गरेँ, त्यो भाइले एउटा भिडियो डिलिट पनि गरेछ है। तर आज यो मान्छेले यति साह्रो घिनलाग्दो गरेछ हामी केटाहरूको लागि चाहिँ कि हामी चाहिँ के बोकै चोदा भयौँ होइन। यो मान्छेले के भन्छ यसो हेर्दा पनि बोकाहरू जस्तो भनेछ हामीलाई होइन। त्यो मान्छे चाहिँ के हेर्नु त त्यही मान्छे हेर्नु, त्यही मान्छे चाहिँ साला बोका जस्तो छ होइन। त्यो चाहिँ के खसी भएको अरे त्यो बोका, यसो हेर्दा अनुहार पनि साला बोकाको जस्तो छ, बेहोरा पनि बोकाको जस्तो गर्दो रहेछ क्या यो साथीले चाहिँ। तर यति साह्रो क्या यति साह्रो घिनलाग्दो पनि भ्युज पाउनुको लागि नगर है साथी होइन। म यो किरण साथीलाई म यति नै भन्छु, किनभने साथीहरूको लागि हामी ज्यान पनि दिन्छौँ होइन। किन एउटा छोरा मान्छेलाई रेस्पेक्ट गर्नु जान्नु पनि पऱ्यो नि त, छोरै मान्छेले गरेन भने अरूले त कसले गर्ने होइन, छोरी मान्छेले त्यसै पनि गर्दैन। अब यसो यो भाइको भिडियो गरेर सबैले त्यसमा नराम्रो कमेन्ट राम्रै कमेन्ट गऱ्यो होला केटीहरूले त होइन, अब त्यही हुन्छ। तर यस्तो घिनलाग्दो चाहिँ नबोल्नु होला र बोका चोदा भने के हो यो भाइले पहिला बुझ्नु होला, सोच्नु होला। उसले त्यो अलिकति हिन्दी जान्यो भन्दामै त्यो सारा दुनियाँ नाना किसिमको गाली भाषा त हामीलाई सिकाउनु त भएन नि त होइन। म त यति नै भन्छु गाइस, तपाईँहरू के भन्नुहुन्छ यो साथीलाई चाहिँ लु भन्नु होला। यो साथीको नाम चाहिँ किरण खवास, सर्च गरेर हेर्नु होला। यति साह्रो घिनलाग्दो वर्ड बोलिदिन्छ कि होइन। लाइफमा यो भाइ यस्तोमा फेसबुकमा आउँछ भनेर मैले लाइफमा सोचेको पनि थिइनँ। यो भाइलाई चाहिँ के भुत चढेको, त्यति के उयो उम्लेको भाइ, तिमी उम्लेको तिमी उम्लेको किरण भाइ, तिमी यति साह्रो नराम्रो शब्द नबोला, अगाडि बढ्नुहोस् भने राम्रो प्रकारले बोला, नत्र हामी केटाहरू सबै एकता भएर बोका बोका चोदाहरू भनेको चाहिँ सबै एकता भएर चाहिँ भाइ एक घुसी पनि तिमीलाई थाम्दैन होला कि, सोच्नु होला नि। बडी देखिहाल्यो होला छैन, जोको घुसीले भेट्यो भने चाहिँ भाइ तिम्रो अनुहारसँग प्याच पुज बनाइन्छ नि। म फेरि सुनिराख नि, फेरि यति चाहिँ मैले तिमीलाई भन्दैछु, अबदेखि यस्तो भिडियो केटाहरूको बारेमा चाहिँ नराम्रो शब्द नगर्नु है। गर्छौँ भने राम्रो शब्द गर होइन, किनभने एउटा हामीले छोरा मान्छेको एउटा इज्जतै छोरा मान्छेले गरेन भने अरू कसले गर्छ लु भन्नु त होइन गाइस। यति नै भन्छु, हेर्दै जानु होला। यसको फेरि अर्को भिडियो म फेरि यसले नै के न भन्छ त्यसलाई म चाहिँ यति साह्रो दामी प्रकारले भन्छु अब क्या हो गाइस।